हेलो साथीहरू, हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म हजुरहरूलाई के देखाउँदैछु भन्दाखेरि चाहिँ म चाहिँ फुलहरू रोप्दाखेरि चाहिँ माटो मिश्रणहरू कसरी बनाउँछु भनेर हेरिदिनुहोस् होला स्किप नगरिकन। यसमा चाहिँ मैले गाईको पाकेको मल अनि बारीकै माटो ल्याएर लगाएको छु। अनि अर्को चाहिँ हो च्याउको मल। मलाई चाहिँ एकदमै राम्रो लाग्यो फुलको लागि यो च्याउको मल चाहिँ। अन्त ल्याएर घाममा सुकाएर चाहिँ मजाले मिक्स गर्दैछु। अनि किचन कम्पोस्ट र बलुवा पनि अलिकति लगाएँ। त्यस पछाडि च्यारङ र अन्डा चाहिँ मैले धोएर सुकाएको थिएँ, त्यही लाउँदैछु। हजुरहरू चियाहरू खाएर चियापत्तीहरू के गर्नुहुन्छ? म चाहिँ धोएर यसरी लाउँछु। त्यसपछि चाहिँ निमखली पनि लगाएँ। अब चाहिँ मेरो यो पट भर्नुको लागि सबै रेडी भइसकेको छ। अब चाहिँ पट भर्छु। साथीहरू हेर्नुहोस् है, मैले चाहिँ अब चाहिँ यो जेरिनियमहरू सारेर पनि सकेँ। पटहरू भरेर सारेर पनि सकेँ। हेर्नु नि कति मजाले कलर फुलिराखेको छ। मलाई यो भँचाएर रोप्नु पर्ने थियो, तर मैले भँचाइनँ किनभने मलाई माया लाग्यो। यो यति साह्रो लोभ लाग्यो कि यो फुल हेर्नु न, यस्तो मजा कलर छ। अर्को चाहिँ लोभ लाग्दै भए पनि भँचाइदिए हो, किनभने यो अब यो भँचायो भने चाहिँ यो बोटहरू पनि मजाले सप्रेर आउँछ भनेर। तर यो चाहिँ मैले बचाउन सकिनँ। अहिलेको रोपेको चाहिँ हेर्नुहोस्, यति नै पानी सानी पनि सबै लगाइसकेको छु। 15वटा पटमा चाहिँ आज रोपिसकेँ। यो यिनीहरू चाहिँ अस्ति नै सारेकोहरू हो। यो क्रिसमस क्याक्टसहरू चाहिँ हेर्नुहोस् है, मजाले स्याहारहरू भयो भने चाहिँ क्रिसमस क्याक्टस चाहिँ यो टाइमतिर पनि फुल्दो रहेछ। फुल्दैछ, सबमै कोपिला बसिरहेछ, देख्नुहुँदैछ? सबमा कोपिला बसिरहेछ। अनि यो सयपत्री चाहिँ मैले किनेरै ल्याएको हो। तर यो मैले चाहिँ जुन त्यो किनेर ल्याएकोमा त्यो फुलेको थियो नि, हौ त्यसलाई चाहिँ मैले उम्रिँदो रहेछ कि उम्रिँदैन रहेछ भनेर चाहिँ छडेको थिएँ। तर उम्रेर पनि कोपिला बस्दैछ। यिनीहरूको चाहिँ टुप्पो चुट्याइदिएन, यसरी अल्को भयो। यहाँ पनि छ, देख्नुहुँदैछ साथीहरू? आजको काम चाहिँ यति नै हो मेरो। यही फुलहरू सार्नु थियो।